त्यस्तो जस्तो उसले घटना चाहिँ 21 गते जुन जङ्गल लगे 4.5 किलोमिटर कतिखेर धेरै यो घटना घटेको घरै आयो घरमै आउनुभयो कति दिनपछि चाहिँ घटनास्थलसम्म जानुभएको थिएन। उहाँले घटना घटाइसकेपछि उहाँले भन्नु पनि भएको छ 3-4 चोटि उहाँ अप्रोच पनि गर्नुभयो तर ठ्याक्कै उहाँ जहाँ घटना घटाएको त्यहाँ चाहिँ पुग्न सकिनँ भनेर उहाँले कन्फेस पनि गर्नुभएको भनेको त खोज्ने क्रममा पनि संलग्न भएर जानुभएको उहाँ भित्रसम्म जानुभएको थिएन भने जस्तै यो घटना चाहिँ घटाउने कुरा चाहिँ उसकै संलग्न छ भन्ने कुरा चाहिँ कसरी त्यतातर्फ हजुरहरूले चाहिँ सोच अगाडि बढाउनु भयो फेरि भन्नु त सर जस्तै यो घटनामा चाहिँ उनी संलग्न छ भन्ने आशंका चाहिँ के कुराहरूले जन्म यस्तो छ। अब यो प्रहरीले मैले अघि पनि भने यसमा वैज्ञानिक परीक्षणहरू पनि हामीले गऱ्यौँ, वैज्ञानिक अनुसन्धान गऱ्यौँ, सीसीटीभी फुटेजको कुराहरू गऱ्यौँ, सबै कम्युनिटी प्रोफाइलिङहरू त्यहाँ बस्ने स्थानीय मानिसहरूको सबैको हिस्ट्रीहरू पनि प्रोफाइलिङ गऱ्यौँ। प्रहरीले सबै 1 to 1 गऱ्यौँ। हामीले करिब 300 जना मान्छेहरूसँग सोधपुछ पनि गरेका छौँ, घटना विवरण कागज पनि गरेका छौँ। ती सबै कुराहरूबाट हामीले उहाँले गरेको भन्ने कुरा हामी एकदमै विश्वस्त भयौँ र उहाँलाई सोध्यौँ पनि। उहाँलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दाखेरि उहाँले यो कुरा स्वीकार पनि गर्नुभयो। बलात्कार र हत्या दुईटै उहाँले गरेको त्यही हामीले अहिले प्रारम्भिक रूपमा हेर्दाखेरि बलात्कारपछि हत्या भएको थियो। त्यो दिनभन्दा अगाडि पनि त्यस्तो बिहेभहरू अनि सर इन्डियाको कुन ठाउँ पुगेको छ त सर अभियुक्त इन्डियाको कहाँ हुनुहुन्थ्यो त्यो उहाँलाई मेघालय त्यो जस्तो छोरालाई चाहिँ भनेर चाहिँ इन्डिया गयो भन्ने कुरा छोरा पनि सूचना लुकाएको हतियारमा चाहिँ छोरालाई यो सबै कुरा अहिले हामी प्रारम्भिक रूपमा छौँ, प्रारम्भिक अनुसन्धानमा छौँ। अब विस्तृत अनुसन्धानमा धेरै कुराहरू खुल्छन्। त्यो खुलेपछि यहाँहरूलाई अवश्य रूपमा म यो सर यो भारतबाट चाहिँ कहिले फर्किनु भयो त पतन 18 गते आउनु भयो। हजुरले बोलाउनु भयो हामीले पनि खबर गरेका थियौँ उहाँलाई आउनुपर्छ तपाईँ आउनुहोस् भनेर। अगाडि पनि एकचोटि उहाँलाई पक्रेर पनि छोड्या हो पक्रेको थिएनौँ, हामीले कसैलाई पनि पक्रेको थिएनौँ। यो चाहिँ हामीले सोधपुछ गऱ्यौँ, धेरै मानिसहरूसँग सोधपुछ गर्ने काम चाहिँ गऱ्यौँ हामीले पक्राउ चाहिँ गरेका थियौँ। हजुर अहिले उहाँसँग चाहिँ सोधपुछ गएका छौँ। अनुसन्धान भनेकै त्यही हो। उहाँले त्यति बेला के भन्नुभयो र अहिले समातेपछि के भन्नुभयो त्यसमा आउने फरकहरूबाट पनि हामी धेरै कुराहरू पत्ता लगाउँछौँ। र यसमा मैले यहाँहरूलाई भने हामीले वैज्ञानिक परीक्षणहरू पनि थुप्रै गरेका थियौँ। करिब यहाँ देख्न सक्नुहुन्छ 3.52 3.52 3 किलोमिटर 52 हजुर मोबाइल पनि उसले चाहिँ त्यो जो पदमबहादुरको मोबाइल चाहिँ त्यो उसले अंशुले पहिले पनि हेर्ने गरेको त्यो भएकोले विषय गरेको होइन ती कुराहरू जस्तै पहिला यो पारिवारिक रूपमा पदमबहादुरको घरमा अंशु गौतम जाने, त्यहाँ खेल्न जाने, भेट्ने, मोबाइल हेर्ने, यो सबै कुराहरू राम्रो चिना परिचय भएको त्यो सम्बन्ध चिनजान चाहिँ राम्रो भएको अवस्था देखिन्छ। र घटना यहाँ भएको चाहिँ यहाँलाई मैले भने र यो डिस्टेन्स चाहिँ ठ्याक्कै घटनास्थल यो सबै जङ्गलै एकदमै घना जङ्गल हो। त्यो जङ्गलको बिचमा सर कुन सामुदायिक वन हो सर यो चाहिँ चिस्यान भन्ने एउटा सामुदायिक वन छ। बेलबारी चिस्याङ सामुदायिक वन भन्ने हो त्यो जङ्गल हो। र यहाँ अघि घटना घटाउने कारणहरू यहाँले सोध्नु भएको थियो। यो चाहिँ एउटा सेक्स मोटिभ पनि देखिन्छ, फ्यामिली डिस्प्युट पनि देखिन्छ, अलिकति रिभेन्जहरू एकदम बदलाको भावहरू पनि भएको देखिन्छ। र यो घटनामा प्रयोग भएको साइकल यही नै हो। यो घटनामा प्रयोग गरेको हतियार यो हँसिया हो। यो र घटना प्रयोग गर्दाखेरि सङ्कित व्यक्तिले लगाएको लुगाहरू हो। यो अभियुक्तले सङ्कित व्यक्ति अभियुक्त। र यो कानुनी कारबाही के हुन्छ भन्दा यसमा यो ज्यान सम्बन्धी कसो पनि गरेको छ र जबरजस्ती करणी पनि गरेको अवस्था छ। यो 12 वर्षकी बालिका भएको नाबालिका भएको कारणले त्यहाँ पनि बालबालिका सम्बन्धी ऐन पनि आकर्षित हुने अवस्था छ। र मुलुकी अपराध संहिताले यो बलात्कारपछि हत्या गरेको कुरालाई गम्भीर अपराधको रूपमा स्थापित गर्छ, परिभाषित गरेको छ। होइन त्यो मेडिकली प्रुभ हुने कुरा अब हामी हेर्छौँ। जस्तै अहिले त्यो घटनास्थलको कुराहरू अघि मैले भने नि कपडाहरू फुकाएर राखिएको अवस्था थियो र हामीले माग दाबी लिँदा चाहिँ त्यो हिसाबले जाने र विस्तृत अनुसन्धानपछि धेरै कुराहरू खुल्ने अवस्था छ। कति कारबाही हजुर कारबाही चाहिँ कस्तो हुन्छ भने यो चाहिँ अब ज्यान सम्बन्धी कसुर र करणी सम्बन्धी कसुर हो। यो दुईटा एकदम गम्भीर सबभन्दा गम्भीर कसुर हो। यो त्यही भएर आजीवन सजायको अवस्था रहन्छ। होइन अंशुको चाहिँ दिदी दाजु 3 जना। र यति भन्दै मैले यहाँहरूलाई भने र अब अन्तिममा मैले भन्नुपर्ने कुरा केही छ भने पाऊँ। दिदी दाजु अनि अंशु चाहिँ कान्छी बन्नी उसले त्यो घाँस काट्न भनेर गएको छ नि
घाँस काटेर त्यहाँ केही उसले संवादहरू भएकोले अनुसार नमानेको जस्तो केही बेला पदम अधिकारीले केही भनेको जस्तो अनि यो हत्या गर्नुपर्ने संवादहरू अवस्था जस्तै आउनु अहिले चाहिँ यहाँलाई मैले भने एउटा गम्भीर किसिमको अपराध हो तर अपराध गर्ने मान्छे कोही पनि बच्दैन त्यो चाहिँ प्रहरीले सूक्ष्म रूपमा अनुसन्धान गर्छ र कानुनको दायरामा स्पष्ट राम्रोसँगले लिएर आउँछ हामीले पनि यसमा अलिकति समय लगायौँ ताकि यो निर्दोष मान्छे कानुनमा आउनु नपरोस् र अपराध गर्ने मान्छे कानुनको दायराबाट नछुट्योस् त्यो हिसाबले निर्दोषलाई नपार्ने र अपराध गर्ने मान्छे नछुटाउने हिसाबले हामीले अहिले एकदम सबै कोणबाट विस्तृत हिसाबले अनुसन्धान गरेर आज यो अन्शु गौतमको हत्यामा संलग्न व्यक्तिलाई हामीले यहाँहरू मार्फत सार्वजनिक पनि गरेका छौँ र यसमा चाहिँ नेपाल प्रहरीले अपराध गर्ने मान्छेहरूलाई निर्मम हिसाबले अनुसन्धान गरेर कानुनी दायरामा लिएर आउँछ। सर एउटा क्वेसन नि जस्तै उसको परिवार बीच त्यति राम्रो सम्बन्ध थिएन भन्नुभएको थियो होइन अभियुक्तसँगको परिवार बीच फेरि उसले भनेर फेरि ऊ जङ्गल गएको छ सघाउनको लागि यो चाहिँ अलिकति त्यस्तो हो अब कति कुराहरू अनुसन्धानमा कति ढाकछोप गर्नको लागि पनि गरे हुन्छ आफूलाई निर्दोषिता प्रमाणित गर्नको लागि पनि धेरै कुराहरू हुन्छ होइन तर अनुसन्धान सबै कोर्टको अनुसन्धानबाट मैले यहाँहरूलाई भने सबै अनुसन्धानबाट चाहिँ अन्शु गौतमको हत्या प्रकरणमा पदम बहादुर अधिकारीको संलग्नता देखिन्छ प्रारम्भिक अनुसन्धानबाट हामी त्यो कुरामा स्पष्ट छौँ र अब हामी विस्तृत अनुसन्धानको अगाडि बढाउँछौँ र विस्तृत अनुसन्धानबाट अरू थप कुराहरू खुलेर जान्छ। लेटाङ नगरपालिका वडा नम्बर 2 यो फडानी बस्ने नवीन गौतमको छोरी 12 वर्षकी अन्शु गौतम हो। उहाँ चाहिँ लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा 5 मा अध्ययनरत हो र यसमा यो घटनाको विवरणमा म अलिकति यहाँलाई जानकारी गराउँछु। 21 गते यो आश्विनको 21 गते अन्दाजी 2 बजे चाहिँ अन्शु गौतम घरबाट कोही कसैलाई नसोधिकन बाहिर निस्के कि भन्ने सूचना थियो। त्यसपछि यो जान्छु आज यहाँलाई बोलाउनु पर्ने मुख्य कारण चाहिँ एउटा यो अन्शु गौतम हत्या प्रकरणमा संलग्न व्यक्तिलाई हामीले पक्राउ गरेका छौँ र अहिले भर्खरै मलाई प्राप्त भएको सूचना चाहिँ प्रहरीकोमा हुलियासहितको परिपत्र अन्शुको बुवाले आएर हुलियासहितको परिपत्र हामी प्रहरीलाई दिनुभयो। त्यसपछि इलाका प्रहरी कार्यालय बुधबारेबाट र प्रहरी चौकी बुधबारेबाट र इलाका प्रहरी कार्यालय लेटाङबाट अनुसन्धान प्रारम्भिक रूपमा आरम्भ भएको अवस्था हो र 25 गते हामीले यो स्थानीय मानिसहरू नेपाल प्रहरीका सदस्यहरू र नेपाली आर्मी समेतको टोलीले चाहिँ जङ्गल पनि सर्च गरेको अवस्था थियो र हामी आसपास व्यक्तिहरूको सोधपुछ र अनुसन्धानको कार्य हामीले अगाडि बढाएको अवस्था थियो र यसमा कार्तिकको 7 गते 1 बजेतिर घाँस काट्ने 3 जना मानिसहरूले चाहिँ यो लोचन सहितका 3 जना मानिसहरूले जङ्गलमा लास सडे गरेको अवस्थामा भेटियो भन्ने जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालयबाट म सहितको टोली इलाका प्रहरी कार्यालय लेटाङबाट इन्सपेक्टर साहबको टोली र प्रहरी चौकी बुधबारेबाट पनि हामी सबै टोलीहरू घटनास्थलमा गयौँ। घटनास्थललाई सुरक्षित गरेर त्यहाँबाट घटनास्थलमा सडे गलेको अवस्थामा देखिएको लास यो सबैलाई सोको अफिसर सिन अफ क्राइम अफिसर समेत संलग्न भएर त्यहाँबाट हामीले वैज्ञानिक रूपले परीक्षण गर्नको लागि पनि फरेन्सिकमा पनि हाम्रो त्यहाँबाट सबुत प्रमाणहरू सबै सङ्कलन गरेर फरेन्सिकमा यो धरानमा भोपामा हामीले सबै सबुत प्रमाणहरू चाहिँ लिएर गएको अवस्था थियो र त्यो सँगसँगै हामीले केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पनि अरू डिएनए परीक्षणको लागि हामीले पठाएको अवस्था थियो र यहाँले देख्न सक्नुहुन्छ अहिले घटनास्थलबाट लिएको भिडियो फोटोहरू यहाँको अगाडि छ। मैले यहाँ देखाइ पनि रहेको छु। घटनास्थलको फोटो छ, दायाँ खुट्टाको चप्पल पनि यहाँले देख्न सक्नुहुन्छ। मैले स्लाइडमा पनि यहाँलाई देखाइरहेको छु। त्यसै गरी यो दाहिने खुट्टाको चप्पल, दायाँ र बायाँ खुट्टाको चप्पलहरू छुट्टा छुट्टै अवस्थामा थियो घटनास्थलको। यहाँहरूलाई मैले घटनास्थलको एउटा छोटो भिडियो पनि देखाइदिउँ। यहाँले हेर्नुहुन्छ घटनास्थल कस्तो थियो भन्ने कुरा यहाँलाई क्लियर पिक्चर हुन्छ।